विश्वदीप भगवान बुद्ध का अखिल मानव समाज के उत्थान के लिए दिया गया ये अमर संदेश है। शिक्षित हुनु जरुरी छ। त्यही भएर हामीले सानो परीक्षा राखेको थियो को माथि
जाने, कसले अझै दुःख गर्नुपर्ने होइन त्यो भनेर चाहिँ हामी आज एउटा रिजल्ट दिँदैछ है। रिजल्टमा पनि हामीले अब यहाँको जस्तै रुल अनुसार नै प्रथम आउने होइन, दोस्रोमा आउने होइन, तेस्रो आउने यस्तो हामीले एउटा रहेछ अनि उनीहरूलाई पुरस्कार पनि दिने अनि हामीले त्यस्तो चलाइरहेछ होइन ल। अनि यो चाहिँ अब हाम्रो सानो फर्स्ट टाइमको कदम हो। अनि त्यसमा सबैजनाले तपाईँहरूले है अनि खुसी मानिदिनुहोस् है, सहयोग गरिदिनुहोस्। अनि आजसम्म हामी यहाँसम्म पुगेको पनि हामी सबै यहाँ टिचरहरू मिलेर होइन, यहाँ बस्ने गुम्बामा लामाहरू मिलेर स्टुडेन्टहरू आफैले पनि राम्रो सम्झेर त्यसलाई आफ्नो कर्तव्य सम्झेर पालन गरेर नै यो गुम्बा चलेको हो। नत्र भने यसरी है गुम्बा भने अब एकजना पालन गर्ने छैन भने अराउने मात्रै भयो भने हुँदैन होइन। फेरि के अरे पालन गर्ने मात्रै भयो, त्यसलाई अराउने र सही दिशा देखाउने र निर्णय दिने छैन भने पनि उनीहरूलाई हुँदैन। त्यसले गर्दाखेरि अनि आजको दिनमा चाहिँ अनि अस्ति 29 तारिक चाहिँ हामीले अनि लामा रिम्सेन ज्यूलाई उहाँलाई हामीले गुम्बाबाट हामीले अब सानो फोनको भरमा बोलाएको थियो हामीले होइन। त्यसरी बोलाउँदाखेरि लामाले उनीहरू आफ्नो पहिला हाम्रो गुम्बामा हामी पनि उहाँको पनि बसेर पढेको हुनाले गर्दाखेरि हाम्रो कुरालाई अब एकदमै उयो राखेर आइदिनु भयो होइन। नानीहरूको अलिकति भए पनि परीक्षा दिएर अनि कति सक्दो मार्क्सहरू दिएको चाहिँ अनि आज हामीले एकट्ठा गरेर एउटा रिजल्टमा होइन। अनि रिजल्टबाट चाहिँ अब हामीले हेरेर अर्को पालि के गर्नुपर्ने रहेछ त्यो नानीहरूलाई, नानीहरू आफैले पनि मार्क्सलाई हेरेर मैले कहाँ चाहिँ अगाडि बढाउनु पर्ने रहेछ होइन। रिजल्टतर्फ लागौँ होइन, समय बेसी नखाइकन रिजल्टतर्फ लाग्ने होइन। थर्ड पोजिसनलाई बोलाउँछ होइन ल। अनि थर्ड पोजिसनसम्म मात्रै हामीले उनीहरूलाई पुरस्कार राखेको फोटो खिच्दैछ नानी। तेस्रो अङ्क लिनमा सफल भएछ 1 वर्षभित्रमा। त्यस्तै पाराले अनि दोस्रो स्थान प्राप्त गर्न सम्रुप एउटा गरिबको छोरालाई ज्ञान छ भने सबै जग्गामा गएर बसेर काम गर्न सक्छ। कर्म युट्युब त्यहाँदेखि धम्जे राखेर त्यहाँदेखि कर्म ट्याङ्गे लामाहरूलाई मात्रै किन शिक्षा दिने होइन। अनि यो टिबेटन पढ्न चाहिँ हामीले के भन्छ उमेर हुँदै सिकिराखेको चाहिँ राम्रो भनेर चाहिँ अनि गाउँघरको सानो नानीहरूलाई पनि हामीले अलिअलि टिबेटन अक्षर सिकाएर टिबेटन अक्षर सिकाउने जरुरत पनि त्यही छ। किनभने बुद्ध भगवानको धर्म चाहिँ पहिला संस्कृत लिपिमा थियो, संस्कृत लिपिबाट मासिएर अहिले संस्कृतलाई डेड ल्याङ्ग्वेज भनेर भन्दो रहेछ है। अनि त्यो डेड ल्याङ्ग्वेज कसैले नपढ्ने क्या, मरेको भाषा क्या, मरेको भाषामा कसैले आदान प्रदान पनि नगर्ने, त्यो उसलाई हराएर गयो। अनि त्यहाँ सबै बुद्धको त्यो सबै लिपिभित्र भएको गुणहरू बुझ्नु नसक्ने हुँदाखेरि अनि त्यो समयमा टिबेटको गुरुहरूले दुःख गरेर होइन अनि नालन्दामा गएर नालन्दा विश्वविद्यालयमा गएर सिकेर अनि त्यहाँको जति बुद्धको ग्रन्थहरू सूत्रहरू त्यसमा चाहिँ लेखेर छापेर अनि अहिलेसम्म हामीले सौभाग्य प्राप्त भएको पनि छुयो, सिक्नेको धर्म सिक्नेको त्यो सौभाग्य प्राप्त भएको पनि भाषा सिक्यो भने मात्रै बुद्ध धर्मको मूल जडसम्म पुग्न सक्छ भन्ने हामीले इच्छा छ होइन। अनि त्यो मलाई विश्वास छ। अनि त्यही भएर चाहिँ त्यही गरेर नानीहरूले
बोट भाषा सिक्नु जरुरी छ। अनि त्यसो गर्दा हामीले जिन्दाहरूलाई पनि नानीहरूलाई पनि घरमा आमा आप्पालाई होइन काम नसकाइरहँदा पनि गुम्बामा आएर पढ अलिअलि कराउँदै अलिअलि टक्सिङ लगाउँदै भए पनि पढाएको छ है। अनि उनीहरूले पनि बिचरा छेउपट्टि ध्यान दिएको चाहिँ हामी उहाँहरूलाई धेरै धेरै धन्यवाद होइन। उहाँ जस्तोको आमा आप्पाहरूलाई पनि धन्यवाद, किनभने उहाँहरू जसोले नै त्यसो गरेर छेउको धर्म बचाउने मन भएको छ र पो नानीहरूलाई त्यसरी पढ्नु लगाउँछ, शिक्षा दिनु लगाउँछ। नत्र भने पहिलाको एउटा कहानी पनि आउँछ है। एकजना गुरुले एकजना आमाले दुईजना छोरा जन्माउनु भयो। छोरा जन्माउँदाखेरि चाहिँ अनि उनीहरूले मेरो बाउआमाको छोरा चाहिँ पछि ठुलो भएपछि मेरो बाउको के भन्छ वीरता के हो, काम के हो, त्यो चाहिँ हामीलाई चाहियो भन्दाखेरि म तिमीहरूलाई बाउको काम सम्हाल्नु, बाउको वीरता सम्हाल्नु लागि जन्माएको होइन। किन हो भन्दाखेरि किन जन्माएको भन्दाखेरि बुद्धको प्राज्ञपारमित सूत्र, विनायक सूत्र अनि यिनीहरू चाहिँ मासिन आँटेको छ। अब तिमीहरू दुईजनाले गएर पढेर त्यसलाई अध्ययन गरेर फैलाउनको लागि चाहिँ तिमीहरूलाई जन्माएको हो भनेर आमाले नै त्यसरी दुईजना छोरालाई चाहिँ लामा लगाएर प्राज्ञपारमित सूत्र, विनायक सूत्र यिनीहरू चाहिँ अनि उनीहरूले त्यसरी पढेर अध्ययन गरेर अहिले हामीले पढ्नु पाएको मासिन नदिएको पनि त्यो दुईजना आमाको काटिनु होइन। त्यस्तै पाराले अहिले हाम्रो गाउँबाट पनि दुईजनाले त्यसरी उकालो खेल्थे होइन। बिचरा होइन भन्नेले त भनिहाल्छ, तर सुन्नेले चाहिँ कान बाक्लो गरेर भए पनि पठाइदियो होइन। नानीले पनि त्यस्तै पाराले आएर समयलाई बर्बाद नगरेर होइन, नानीहरू भने खेल्ने समय हुन्छ होइन। अनि त्यस्तै गरेर छुट्टीमा उनीहरूले सिकेको होइन। यो चाहिँ कुनै स्कुललाई बङ्क गरेर आएर कुनै क्लासलाई एकदमै खत्तम त्यो नगएर क्लासको होमवर्क नगरेर क्लासको त्यो उयोहरू नगरेर त्यसरी आएर यहाँ आएर टिबेटनमा मात्रै ध्यान दियो होइन। उनीहरूले दुईपट्टि नै त्यसलाई दुईपट्टि दुई सूर्य तरवार हुन्छ नि, दुई धारे, दुईपट्टि यता गर्दा पनि काट्ने उता गर्दा पनि काट्ने त्यस्तो खालको। इङ्ग्लिसपट्टि पनि ठिकै, यता आफ्नो धर्म रिलिजनपट्टि पनि पढेर साँच्ची मुकाम हासिल गर्ने त्यस्तो खालको अब उनीहरूले दुःख गरेको छ होइन। अनि त्यसले गर्दा उनीहरूलाई पनि रिजल्ट हामी गइरहेको छ। अनि त्यसबाट पनि प्रथम र दोस्रो उयो आउँदै नै छ होइन। पहिलो प्रथम हासिल गर्ने चाहिँ हाम्रो निमलाकी भोटिया उपर आएर रिजल्ट पक्का अब दोस्रो उयो हासिल गर्ने चाहिँ मायलपन्थी पनि बिचरा है। त्यसमा हामीले उनीहरूलाई चाहिँ टिबेटन अनि उनीहरूलाई टिबेटन उनीहरूको चाहिँ कस्तो सब्जेक्ट थियो भने सेम सब्जेक्ट नै हो, लामाहरूले जस्तो गर्छ त्यस्तै हो है ल। तर अब उनीहरूलाई उनीहरूकै हिसाबले हामीले राखेको हो है। तर पढ्ने तरिका त्यही हो, उनीहरूले मेमोराइज गर्नुपर्छ है। कुनै स्क्रिप्टहरू पढेर मनमा कण्ठ गरेर सुनाउनुपर्छ। त्यो अस्ति सबैको अगाडि इक्जाम दिइहालेको हो होइन। अनि उनीहरूले त्यो अक्षर पढेर लामालाई सुनाउनुपर्छ, त्यो पनि उहाँहरूले गरेको। पढेर मात्रै मनमा लगाएर मात्रै होइन, लेखेर पनि उनीहरू लिखित रूपमा पनि उनीहरू पास भएको प्रथम भएको होइन। त्यही भएर उनीहरू सबैजनालाई स्टुडेन्टहरूलाई है अनि हाम्रो टिचरहरूकोबाट धेरै धेरै धन्यवाद है। अनि सबैजनालाई है अब के भन्छ आउने समयमा एकदमै के भन्छ अगाडि बढ्नुहोस् भनेर बिन्ती अनि त्यसो गर्दा अब हामीलाई फेरि 2024को काम चाहिँ हामीले सकेको हो है। अब 2025को काम फेरि सुरु गर्नु पऱ्यो नि होइन। त्यसमा अनि हामीलाई खाँचो पर्ने एकदमै टिचरहरूको जरुरत पर्छ। त्यसमा टिचरहरू स्टुडेन्ट भएर मात्र हुँदैन, उनीहरूलाई निगरानी गर्ने, उनीहरूलाई साफसफाइदेखि लिएर अनि उनीहरूलाई हेरचाहदेखि लिएर गर्ने सबै टिचरहरू चाहिन्छ होइन। अनि टिचरहरूले पनि त्यसरी ध्यान दिँदै गरेर आइरहेको छ होइन। अनि त्यस्तै गरेर हामीले अब योपालि हामी मेन टिचरहरूलाई पनि अनि उहाँहरूलाई काम सुम्पिनु पर्ने रहेछ कि एउटा चाहिँ काम सुम्पेन भने उसले गर्ला मैले गर्ला उसले गर्ला भन्नु होइन। त्यो खासै त्यस्तो होइन, उसको जिम्मा छ सबै भनेर चाहिँ अनि अलिकति त्यो अब बच्चाहरू नै त्यो अलिक केयरलेस टाइपको हुन्छ कि त्यहाँ हो। मतलब ऊ गेला त होइन भनेर मनमा मेरो अर्को पनि लाग्छ होला नि होइन। त्यस्तो नहोस् भनेर चाहिँ उनीहरू सबैको ग्रुपमा टिचर को चिन्नु पऱ्यो भनेर चाहिँ अब टिचर छान्नु हो।
टिचर छान्ने होइन अब टिचर जति भएको नभएको हामी नै हो गर्न सबैले पर्छ होइन अनि त्यसले गर्दा हामीले अब भोलि सब्जेक्ट पनि बाँड्ने अनि सब्जेक्ट चाहिँ हामीले के भन्छ तोर्सो खेल्छो भन्छ त्यसलाई बनाउने होइन बनाउने त्यो तर्मा बनाउने यस्तोमा पनि हामीले राखेको हुन्छ अनि त्यस्तै पाराले बजाउनु सिकाउनुहरू पनि चाहिन्छ त्यो पनि हामीले एउटा टिचरलाई जिम्मा दिनेवाला छ होइन अनि त्यस्तै पाराले उसलाई पढ्नु सिकाउनु पऱ्यो लेख्नु सिकाउनु पऱ्यो खानु सिकाउनु पऱ्यो हिँड्नु सबै कुरो सिकाउनु पर्छ त्यसको लागि सबैलाई टिचर भन्छ अनि त्यो मात्रै नभएर लामाहरू मात्रै नभएर फेरि हामीलाई आधुनिक शिक्षा पनि चाहिन्छ मोडर्न एजुकेसन पनि चाहिन्छ मोडर्न एजुकेसनको लागि फेरि हामी लामाहरू सबै त्यतैपट्टि लागिबस्यो भने फेरि हामीले कम्प्युटर सिक्नुपर्ने हामीले के गर्नुपर्ने त्यो सब गरेर फेरि गुम्बामा लामै नहुने सबै कम्प्युटर सिक्नको लागि कहाँ कोर्स गर्नु जानु पऱ्यो पनि के कोर्स गर्नु जानु पऱ्यो होइन त्यसले गर्दा गुम्बामा हामीले हाम्रा गाउँकै हाम्रो बहिनीहरू खाली भएको समयमा फ्री भएको समयमा चाहिँ हामीले इङ्ग्लिस सिकाइदिनुहोस् ग्रामर सिकाइदिनुहोस् तपाईँले म्याथ जे सब्जेक्ट इम्पोर्टेन्ट छ भन्दाखेरि इङ्ग्लिस ग्रामर र अनि म्याथमेटिक्स चाहिँ जरुरी छ भनेर चाहिँ उनीहरूले सिकाइदिने भएको छ अनि उहाँको नाम हो मिस अङ्कित उहाँ आउनुहोस् है उहाँलाई मिस अङ्कितले गर्दाखेरि हामीले आज जेनरल नलेज म्याथ्सहरूमा है राम्रो मार्क्स लिएर अनि त्यस्तै पाराले अब हामीले सेकेन्ड अब हाम्रै भित्रको लोकसेनको कुराहरू नेपाली साइडमा मयाउँदैको उयो पूजा छ अनि यसमा के सामान लाग्छ कसो ये हिंदू धर्म में मूर्ति विसर्जन के जैसा ही है। इसमें हमारे तिब्बती बुद्ध धर्म के अनुसार आटा डालडा कच्चे धागा और मिट्टी कपास से बने इन मूर्ति के अंदर लामा द्वारा इससे सिद्ध करके नकारात्मक ऊर्जा को खत्म कर एक नया सुख शांति और सकारात्मक ऊर्जा को पाने का भगवान से प्रार्थना करते हुए गूंधे ओंटा से अपने अपने हाथ के मुट्ठी का निशान बनाकर इस मूर्ति के आगे रखकर इस मूर्ति को कहीं दूर ले जाकर विसर्जन कर दिया जाता है। ये हमारा नांडोक गांव का नवजावान गांव के अंदर हर सुख और दुख में मदद के लिए आगे बढ़ता है। मैं पासांग तेम्पा भूटिया की ओर से आप सभी को सदा ऐसा ही बने रहने का कामना करता हूँ। अगर आपने इस वीडियो को यह तक देखा है तो मेरे मनोबल बढ़ाने के लिए चैनल को लाइक, सब्सक्राइब, नोटिफिकेशन बेल को दबाना न भूलें ताकि हमारे देश के विभिन्न प्रकार के छुपा वेशभूषा आप तक पहुंचा सकूं। आज का कार्यक्रम इसी के साथ समाप्त होता है। एक और नया वीडियो के साथ मिलेंगे, तब तक के लिए मुझे दीजिए इजाजत। नानो गोडी फर्काउँदैछ क्या केटाले त्यहाँबाट त्यही फर्काउँदैछ आसाम निले पठाइदिएको यो आएको यो ध्वजा त्यही लगाइदियो यो